लगेको चाहिँ सुनसरीमा होइन 2 दिनदेखि घटना मुस्लिम र हिन्दू बिचको झडप परिरहेको छ साथी होइन अहिले पनि त्यहाँ होइन किन अशान्ति भइरहेको छ भन्ने कुरा न्युजमा आइरहेको छ होइन अहिले आज फेरि होइन हिन्दूले यसरी होइन मुस्लिममाथि प्रहार गर्नुभएको छ होइन यसरी हाम्रो नेपालमा होइन जातीय द्वन्द्व भन्ने नेपाल अझै कति वर्ष पछाडि जान्छ साथी होइन जो अहिले हाम्रो बारेमा सरकार होइन गृहमन्त्री सुदन गौरवजी होइन छिटोभन्दा छिटो होइन यसलाई यो घटनालाई होइन समय बनाउनलाई होइन नत्र जातीय द्वन्द्व भयो भने नेपालमा होइन अझै 20 वर्ष 30 वर्ष पछाडि जान्छ यसरी हिन्दू र मुस्लिम बिचको अझै तनाव बढ्दै गयो भने फेरि अझै नेपाल क्षति हुनेछ भन्न चाहन्छु होइन छिटोभन्दा छिटो यसलाई समाधान कसरी हुन्छ त्यसरी निकाल्नु होला होइन तपाईँलाई मेरो चाहिँ ब्लगको भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला होइन भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु यो खुसी माइलो भाइ बाइ